हेलो साथीहरू, आज चाहिँ म तपाईँहरूको अगाडि गिफ्ट अनबक्सिङ गर्दैछु। यो चाहिँ सरप्राइज गिफ्ट छ। मैले पनि हेरेको छुइनँ, मैले भर्खर अहिले रिसिभ गरेर आएको। अनि आज चाहिँ हाम्रो हुन्छ नि, मेरो र मेरो बोयफ्रेन्डको स्पेसल डे, मतलब हामी बोलेको चाहिँ 1 वर्ष पुग्यो। आज होइन, भोलि चाहिँ हो। तर उहाँले चाहिँ आज नै पठाइदिनु भएछ। मलाई पनि थाहा थिएन, म चाहिँ रेडी भएर बजार जानु लागिरहेको थिएँ। अनि फोन आयो, फोन आएर मैले फोन रिसिभ गरेर तपाईँको त्यस्तो पार्सल छ भन्नुभयो। अनि अहिले चाहिँ मैले रिसिभ गरेर लिएर चाहिँ म तपाईँहरूलाई देखाउँछु ल। सबैभन्दा सुरुमा यहाँदेखि खोलौँ ल। यहाँ के छ? कस्तो मलाई कुकुर मनपर्छ भनेर उहाँलाई थाहा छ नि त, त्यही भएर यस्तै डग के भएको। टाल्नु पनि मिल्छ है क्या हो यो। थ्याङ्क यू। यो भयो। अनि डेयरी मिल्क, किटक्याट, यहाँ पनि किटक्याट, यसको पनि काम छ। धन्यवाद। यो वाटर बोतल हो क्या, फिक्स हो नि। म प्रायः तातो पानी खाइरहेको छु नि त। अनि पहिलादेखि नै बोतल किन भन्दै हुनुहुन्थ्यो, तर मैले किनेकै थिइनँ क्या। कस्तो क्युट। थ्याङ्क यू। यो पनि भयो। अनि यहाँ छ के छ मै छेकिँदो रहेछु। यहाँ चाहिँ केक छ। कस्तो छोपिँदैन। लुक, ह्याप्पी एनिभर्सरी भनेर कस्तो क्युट। त्यो भिडियो चाहिँ ओभर लामो हुन्छ होला, म 10 मिनटकै हो भने लगाइदिन्छु। कस्तो क्युट देखेको। यसलाई यहाँ राख्छु। अझै सकेको छैन नि फेरि। अनि यहाँ चाहिँ छ मै जस्तो मोटो पेङ्गुइन। यो अस्ति मैले अनलाइनमा हेरिरहेको थिएँ। थ्याङ्क यू। अनि अझै छ लास्ट। रोज धेरै धेरै धन्यवाद हजुरलाई। बाई बाई।